एसेन्सियल न्यूबर्न केयरका 5 + कति 5 + 2 सन्देश Thank you. Any question? Any question? No more question. है कसलाई अझ पनि जिज्ञासा लाग्छ म घरकै मान्छे हो म बाहिरको मान्छे होइन हजुरले मलाई जे सोद्धा पनि हुन्छ हजुरले मसँग रिसाए पनि म झन् खुसी हजुर रिसाउनुहुन्छ भने म त त्यो जति खुसी त केही हुँदैन किन भन्नुहुन्छ भने सिग्नललाई तपाईँले कल गर्नुभएको भनेर बुझ्छु क्या म होइन अहिले सिस्टरले आउने हुँदैन अब त हेर्न आएर लाउनु पर्ने भयो भन्नुभयो अनि पक्कै गर्नुहुन्छ नि त अब मलाई कति खुसी लाग्यो भने अब यो पनि मेरो छुट्टी हाम्रो छुट्टीको रहेछ अब हामीले त्यहाँ सिकाउनु पऱ्यो भन्ने मैले बुझेँ नि त होइन किनभने त्यो बसेको भने मेरो सिस्टरलाई काम गर्न सजिलो हुन्छ यहाँ कति डेलिभरी भएको छ त्यो गरेको भने मेरो सिस्टरलाई सजिलो हुन्थ्यो नि त हो त्यो कुरा चाहिँ हामीले भन्दैन अहिले गरेको के हो सामान्य जन्मेको बच्चा कुन बच्चा सामान्य जन्मिँदाखेरि के गरेको क्राई गरेको रोएको गरेको जन्मे जे होइन जे गर्नेवाला त फेरि के पो होला छोरा भाइ के गर्दा छोरी भाइ के गर्दा जन्मिँदाखेरि बच्चा क्राई गरेको छ भने है सर सर जन्मिँदाखेरि बच्चा रोएको छ भने बच्चा रुनु भनेको पहिलो सास फेराइ गर्नु हो उसले सास फेरेको छ भने अहिले गरेको क्रियाकलाप गर्ने अब बच्चा सास फेरेको छैन सिबिआइएमएनसिआईमा एउटा मात्र बच्चाको कुरा गर्छ जुन बच्चा चाहिँ यदि बच्चा जन्मिँदाखेरि सास फेरेको छैन भने सास फेरेको छैन भने है सास फेरेको छैन भने के हो जन्मिँदाखेरि बच्चा निस्सासिएर जन्मेको छ जन्मिँदाखेरि के भएर निस्सासिएर जन्मेको छ कुन आमाको बच्चा प्राय गरी निस्सासिएर जन्मिन सक्छ कुन व्यथा लाग्छ आमा एउटा प्रोलङ लेबर कति घण्टा 12 घण्टा 12 देखि 18 भन्नु लाग्नु भयो सिस्टर 12 घण्टा भन्दा बढी जुङ्गाले 12 भन्यो ठिकै छ हजुरले भन्यो भने 18 ठिकै छ किन त्यस्तो अरूमा करेक्सन गर्ने हो हैन एकदम राम्रो दुईटै कुरा तिनटै कुरा ठिक 12 घण्टा 18 घण्टा 8 घण्टा सबै ठिक तर जुङ्गावाला भएको साथीहरूको 8 घण्टा वा सोभन्दा बढी घण्टादेखि लामो व्यथा लागेको छ भने त्यसलाई के भन्छौँ प्रोलङ लेबर भन्छौँ प्यारामेडिक साथीहरू भएको ठाउँमा तर नर्सिङ साथीहरू एसपी लिएको छ भने फरक भन्छौँ फेरि के भन्छौँ 12 घण्टा र 18 12 घण्टा कसलाई 12 घण्टा प्राइमी हो मल्टी छ भने 12 घण्टा वा सोभन्दा बढी घण्टादेखि व्यथा लागेको छ भने त्यसलाई प्रोलङ भन्छौँ मल्टी प्राइमी छ भने 18 घण्टा वा सोभन्दा बढी घण्टादेखि लामो व्यथा लागेको छ भने त्यसलाई के भन्छौँ प्रोलङ लेबर ल एसपी हो भन्नेले एसपी साथीहरूले भन्ने दुईटा कुरा अलग छ सबै यो सिपिएमएनसीले भन्ने कति घण्टा हो 8 घण्टा वा सोभन्दा बढी घण्टादेखि यदि व्यथा लागेको छ भने त्यसलाई के भन्ने प्रोलङ लेबर भन्ने ल ठिक एकदम राम्रो त्यो आमाको बच्चा चाहिँ निस्सासिएर छैन अर्को कुन एउटा प्रोलङ लेबर भएको आमाको बच्चा निस्सासिन्छ अर्को कुन बच्चाको भन्नुहोस् त गुड म्युकोनियम स्टेन भएको बच्चाले पेटभित्रै दिशा खाएको छ भने के भने त्यसको नाम म्युकोनियम स्टेन भएको छ भने सो बच्चालाई पनि के हुन सक्छ निस्सासिएर जन्मिन्छ 2 अर्को 3 अर्को प्रीम्याच्योर और प्रीटर्म कस्तो भनेको प्रीम्याच्योर भनेको कति 37 हप्ता भन्दा अगावै यदि जन्मेको छ भने 3 अर्को नेक्स्ट हो पोस्ट डेटेड भन्नुहोस् त अब पोस्ट डेटेड छ भने अरू पोस्ट डेटेड छ भने अरू कम तौलको अघि नै आएको प्रिटर्म अर प्रिम्याच्योर भने कम तौलको अरू कुन भन्नुहोस् त 4 अरू कुन
कुन आमाको बच्चा प्राय गरी निसासिएर सबै आमाको बच्चा निसासिएर जन्मिन सक्छ, तर यी अवस्थाको आमाको बच्चा जन्मिनलाई विशेष गरेर निगरानी गर्नुपर्छ। कुन एज 5 ग्राभिटा हो कि मल्टी ग्राभिटा भएको छ भने ठिक छ। अर्को ओल्ड एज त्यही मल्टी ग्राभिटा भनेको त्यही धेरैचोटि बच्चा धारण त्यस्तो ठ्याक्कै भनेको छैन सर। अब अर्को के हो भन्नु सर? जन्मिँदाखेरि थर्ड राउन्ड भएको छ, यो बच्चा के हुन सक्छ? निसासिएर जन्मिन सक्छ। प्राय गरी हेर्नुहोस् है, त्यहाँ लेख्नुहोस् नोट, प्राय गरी सबै आमाको बच्चा निसासिएर जन्मिन सक्छ, तर यी 5 अवस्थाकी आमाको बच्चा विशेष गरेर के गरिन सक्छ? निसासिएर जन्मिन सक्छ। कुरा बुझ्नुभयो? के लेख्यौँ हामीले? एउटा प्रिटर्म और प्रिम्याच्योर 1, अर्को प्रोलङ लेबर 2, मिडल स्टेम 3, अर्को कड राउन्ड भएको, अर्को प्रिटर्म और प्रिम्याच्योर। यी 5 वटा अवस्थाकी आमाको बच्चा निसासिएर जन्मिन सक्छ। प्राय गरी सबै आमाको बच्चा, तर यी 5 वटा अवस्थाकी आमाको बच्चा झन् धेरै के हुन्छ? निसासिएर जन्मिन सक्छ। निसासिएर जन्मिन सक्छ भने ती आमाकी बच्चा त्यस्तै आमा आइन् भने अब सामान तयार गर्नु पर्यो है। हजुरको संस्थामा चाहिँ केएमसी कर्नर र रिससिटेसन कर्नर भन्ने 2टा कर्नर बनाएको हुनुपर्छ। केएमसी कर्नर र के कर्नर? रिससिटेसन कर्नर बनाएको हुनुपर्छ। त्यस्तो बच्चा छ भने के हुनुपर्छ? सबभन्दा बच्चा निसासिएको बच्चा चाहिँ हजुरले हुनुपर्छ। सबभन्दा पहिला निसासिएको बच्चा के गर्नु पर्यो? निसासिएको बच्चा हुनु पर्यो। यो बच्चा चाहिँ जन्मिँदाखेरि रोएन, क्राई गरेन, एउटा निसासिएको बच्चा हुनु पर्यो। ठिक, क्लियर? एउटा निसासिएको बच्चा हुनु पर्यो, कड काटेको हुनु पर्यो, पत्ती काट्दै अहिले म भनिहाल्छु। अर्को के हुनु पर्यो? एउटा चाहिँ के हुनु पर्यो? स्टेथोस्कोप हुनु पर्यो 2। अर्को के हुनु पर्यो? यो मार्क्स, यो के हो? मार्क्स। कति मार्क्स हो यो? कति नम्बरको? 0 नम्बरको 2टा मार्क्स, एउटा 0 को, एउटा 1 नम्बर है। 2टा मार्क्स हुनु पर्यो, मार्क्स 2टा। ब्याग कत्रो हुनु पर्यो? ब्याग 250 ml को ब्याग हुनु पर्यो। कतिको? 250 ml को र 200 ml को। हाम्रो गाइडलाइनमा 250 को कुरा गरेको है। ब्याग कत्रो हुनु पर्यो रे? 250 र वा 200 को ml को हुनु पर्यो। 200 ml कलाई हो? प्रिटर्म और कमतौल जस्तो बच्चा छ, सो बच्चा निसासिएको छ भने कति हो रे? 200 ml। तर 250 को छ भने टर्म भएको छ, बच्चा निसासिएको छ भने कति ml को? 250 को। हजुर हाम्रो गाइडलाइनमा 250 ml को ब्यागको कुरा गरेको छ। ल अर्को के हो यो? पेन्गुइन सक्सन है। पेन्गुइन सक्सन जहिले पनि पेन्गुइन सक्सन हुने चाहियो। एउटा पेन्गुइन सक्सन हुनु पर्यो है। पेन्गुइन सक्सन एउटा हुनु पर्यो। अर्को के हुनु पर्यो भन्नुस् त? अर्को के हुनु पर्यो? पेन्गुइन सक्सन एउटा हुनु पर्यो, एउटा पेन्गुइन सक्सन, एउटा ब्याग हुनु पर्यो, 2टा मार्क्स हुनु पर्यो, एउटा के हुनु पर्यो? स्टेथोस्कोप हुनु पर्यो है। एउटा के हुनु पर्यो? रिससिटेसन टेबल। जहिले पनि रिससिटेसन टेबल कस्तो हुनु पर्यो? कडा हुनु पर्यो। यस्तो कडा फर्म भएको हुनु हुँदैन। रिससिटेसन टेबल कडा हुनु पर्यो। जहिले पनि रिससिटेसन टेबलको माथि एउटा पातलो कपडा बिछाएको हुनु पर्यो। पातलो के हुनु पर्यो? कपडा बिछाएको हुनु पर्यो है। हिट लस कुन माध्यमले हुन्छ? हजुरले थाहा छ नि के हो? एउटा इभापोरेसन हुन्छ है। यहाँको बाफ उडेर जान्छ एक। अर्को कुरो कन्डक्सन हुने कुन हो? के हो त्यो कन्डक्सन हुने? कन्डक्सनमा के हुन्छ? कन्डक्सनमा के हुन्छ? कन्डक्सनमा के हुन्छ?
के हुन्छ, कन्भेक्सनमा के हुन्छ र कन्डक्सनमा के हुन्छ। कन्डक्सन भनेको यो बच्चाको हिट यहाँ यो अवरोध नगरेर बच्चाको हिट यसले तात्यो भने के भयो, त्यसले कन्डक्सन। कन्भेक्सन कुनै पनि हावाको माध्यमले बच्चाको हिट उडेर जान्छ भने त्यसलाई के भन्यो, कन्भेक्सन। कन्डक्सन, कन्भेक्सन, अर्को के इभापोरेसन। डाइरेक्ट टच उसँग भयो भने म्याटरसँग कन्भेक्सन भयो, कन्भेक्सन भयो। अब इभापोरेसन भइहाल्यो, कन्डक्सन भयो, कन्भेक्सन भइहाल्यो, अर्को के रेडिएसन। रेडिएसन भनेको यसका विकिरणहरू यहीँबाट त्यो उडेर जान्छ भने के भयो त, त्यो रेडिएसनको माध्यमले त्यो उडेर जान्छ भने त्यो के भयो त, त्यो रेडिएसन। 4वटा माध्यम हजुरले गल्ती गर्नु भएको छ, त्यो पनि कतिवटा माध्यमले इभापोरेसन मानेर लाउनु भएको छ, हो र हो, त्यो माथिका सबै हो नि त। अनि बच्चाको मूल्याङ्कन, पहिलो मूल्याङ्कन श्वास प्रश्वासको मूल्याङ्कन कहिले गर्नुपर्छ, 1 मिनेट भनेर लाउनु भयो कसैले। जन्मिना साथ तुरुन्तै जन्मना साथ भन्ने छ त्यहाँ है, त्यो पनि गल्ती गर्नुभयो हजुरले है। जन्मना साथ के गर्नुपर्छ, त्यसको बच्चाको श्वास प्रश्वासको मूल्याङ्कन गर्नुपर्छ। पहिलो मूल्याङ्कन, पहिलो मूल्याङ्कन जन्मना साथ गर्ने हो। बच्चा क्राई गरेको छैन भने त के गर्ने, अर्कै प्रोसिडर छ। क्राई गरेको छ भने के छ, अघिल्लो प्रोसिडर गर्नु। अब क्राई गरेन यो बच्चाले, जन्मना साथ बच्चा रोएन, नरोएपछि के हुनुपर्छ, त्यो बच्चा निशासिएको हो। निशासिएको हुनको लागि बच्चा जन्मना साथ रोएको हुनु। तर कुनै कुनै बच्चा जन्मेको केही समयपछि रुन्छ, केही समयपछि, धेरै समयपछि होइन, केही समयपछि रुन्छ कुनै कुनै बच्चा, र कुनै कुनै तुरुन्त रुन्छ। विचार गर्नु होला त्यतिखेर। यदि बच्चा रोएन भने अब तुरुन्त अघिल्लो बच्चालाई हामीले जन्माएको थियो नि, त्यतिखेर तुरुन्त के गर्ने त, बच्चालाई छिटो आमाको पेटमा राखेर कपडाले पुस्ने, छिटो नाभि काटिहाल्ने। अब आमाको नाङ्गो छातीले त राख्ने हो त होइन, छिटो राख्ने, छिटो नाभि काट्ने। नाभि कति काट्ने, निशासिएको बच्चाको नाभि कति काट्ने, नाभि कति लामो काट्ने हजुर, अलि लामो काट्ने। ठिक गुरु, ठिक। जन्म बच्चाको सामान्य जन्मेको बच्चाको भन्दा नाभि, अब हामी जो यसै नाप जोक गर्दैनौँ त्यतिखेर के गर्छौँ, कट क्ल्याम्प गरिहाल्छौँ, यहाँ के गर्छौँ, आर्टिफिसियल फोर्सेप क्ल्याम्प गर्छौँ, बिचबाट चट्ट काटिहाल्छौँ। सामान्यतया भन्दा 10 cm को नाभि हुनुपर्छ त्यसको। निशासिएको बच्चाको नाभि कति लामो हुनुपर्छ, 10 cm जति। अहिले मिल्यो बाँच्यो फेरि मिलाएर काट्ने, मरिहाल्यो नि सकिहाल्यो होइन, 10 cm जति लामो। सिपिआर नदिने, सिबिआइएमएनसीमा सिपिआर दिन कन्ट्रा इन्डिकेसन, कन्ट्रा इन्डिकेसन है। तुरुन्त बच्चा निशासिएर जन्मेको बित्तिकै नाभि लामो काटेँ मैले, नाभि लामो काटेँ अघि न, नाभि लामो काटेर तुरुन्त बच्चालाई के गरेँ त मैले, ऱ्याप गरेर बच्चालाई ल्याइहालेँ। यहाँ बच्चालाई के गरिहालेँ, ऱ्याप गरेर यता ल्याइहालेँ। कहाँ ल्याउने, रिसस्टिटेसन टेबलमा ल्याउने। कहाँ ल्याउने, रिसस्टिटेसन टेबल। रिसस्टिटेसन टेबलमा ल्याउँदाखेरि जहिले पनि यो के गर्नु पर्यो, कडा हुनु पर्यो। यो कडा हुनु पर्यो, यो सर्फेस चाहिँ कडा हुनु पर्यो है, कडा फर्म भएको हुनु पर्दैन। हजुरहरूले उसमा गर्नुहुन्छ के अरे, वार्मलको फर्म हुन्छ त, त्यसले हजुरको मिल्दैन, त्यसले त्यसलाई के गर्ने, अन्त अब के गर्ने, अब बच्चा जन्मिँदैछ उता अहिले आएको छैन, त्यो बेला बेला सामान छ कि छैन हेर्ने। सामान छ त छ, यसले काम गर्दै गर्छ। सामान भएर पनि यदि काम गरेको छैन, यो के हो, स्टेथोस्कोप। के गरिहाल्ने, काम गर्यो, गर्ने बित्तिकै यसलाई के गर्ने त, यहाँ राखिहाल्ने। ठिक छ, यो राख्ने, राखिसकेपछि अब के गर्ने त, यसले जहिले पनि ब्याग चाहिँ हेर्ने, ब्यागले काम गरेको छैन, यो भल्भ लिक ओपन छ कि छैन हेर्ने। कसरी गर्ने, जहिले पनि यसो गर्ने है, यसरी समाउने। जुङ्गालाई त याद भइहाल्यो बेलुका बेलुकाको, यसरी समाउने है, यसरी समाइहाल्ने, जहिले पनि यसरी समाउने। र यसरी समाउँदा यहाँ भित्र राख्ने, यहाँ औँला यहाँभित्र राख्ने, यसरी औँला राख्ने। यसलाई औँला राखेपछि यहाँ होल्ड गर्ने, यहाँ है, यहाँ होल्ड गर्ने। यहाँ जसले होल्ड गर्यो हात यहाँ समाउने, त्यो बाजे सोच र त यहाँ समाउने है। अर्कोचोटि आफूले अप्ठ्यारो हुने हो, यहाँ छ होल्ड गर्ने। अब यहाँ भित्र राख्ने, जहिले पनि यस्तै गरे पुस गर्ने, र पुस गरेर यसले काम गर्छ गर्दैन। अब हेर्ने, झ्याप्पै यहाँ राख्ने, यसरी झ्याप्पै यहाँ राख्ने। यहाँ राखिसकेपछि यहाँ यसो गर्ने, औँलाले यसले गर्ने,
पक पक गरेर आयो यसले सास फेर्छ वा हात थाप्न लाग्यो हात थाप्ने भने यसो ढोस त हात थाप्यो भने यस्तो हात थाप्यो है आएछ यो काम गर्यो है यसले काम गर्यो त्यसपछि पेनगुइन सक्सनले काम गर्यो कि गरेन भन्ने कुरा चाहिँ हेर्ने है जहिले पनि पेनगुइन सक्सनको अटोक्लेभ गर्दाखेरि यो बिर्को झिकेको हुनुपर्छ अहिले अटोक्लेभ गरेर म सिकाउँछु कसरी है बिर्को लाएर अटोक्लेभ गरेर ब्लास्ट हुन्छ फुट्छ त्यसैले जहिले पनि बिर्को खोलेको हुनुपर्छ यहाँभित्र कपडा राखेको हुनुपर्छ र